welcome or welcome back to my YouTube channel. It's me Bhavana Pariyar from Japa, and if you are new, please don't forget to like, share and subscribe guys. And म आज किन भ्लग बनाउँदैछु भने आज चाहिँ मेरो सोल्टिनीको बर्थडे हो गाइज। अनि सोल्टिनी चाहिँ माइत आउनु भएको दिदी भेनाको घर, म दिदी भेनाकोमै छु नि त। अनि सोल्टिनी चाहिँ यहाँ आउनु भएको, अनि त्यतिखेरै सोल्टिनीको बर्थडे परेछ। अनि सोल्टिनीको बर्थडे अनि गर्ने रे, अनि त्यही हो, हेर्दै गर्नुहोस् होला सोल्टिनीको बर्थडे भ्लगको आज चाहिँ। अनि के भन्ने अब त्यही हो, के कस्तो लाग्छ हेर्दै गर्नुहोस् होला। अनि अहिले चाहिँ हाम्रोमा आज चाहिँ घरेलु सङ्गति पनि हो कि, अनि घरेलु सङ्गति पनि हो, तर सङ्गतिको भ्लग चाहिँ किन म सङ्गतिको भ्लग चाहिँ बनाउँदिनँ किनभने भ्याउँदिनँ, धेरै कामहरू छ, पकाउने तुल्याउने बनाउने ओर्ने धेरै मान्छेहरू आउनुहुन्छ होला, अनि त्यो सबै काम गर्नुपर्ने छ, त्यही भएर म भ्याउँदिनँ। सोल्टिनीको भ्लग चाहिँ सोल्टिनीको बर्थडे चाहिँ पुरा म खिच्नेछु, पुरा भ्लग बनाउनेछु, हेरिदिनुहोस् होला मेरो सोल्टिनीको बर्थडे गाइस। अनि गाइस यहाँ चाहिँ हाम्रो सोल्टिनीहरू हुनुहुन्छ, अनि मेकअप गरिरहनु भएको छ, कपालहरू बनाइरहनु भएको छ बर्थडेको लागि। अनि हाम्रो सोनिका सोल्टिनी चाहिँ कपाल तान्दिनु हुन्छ, अनि रस्ना सोल्टिनी चाहिँ मोबाइल हेर्दै हुनुहुन्छ, अनि अर्की सोल्टिनी चाहिँ के भन्छ, अर्को सोल्टिनी चाहिँ ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ, तर कस्तो साउन्डै नआएको कि। अनि त्यो के भन्छ हेरिदिनुहोस् होला है, हाम्रो सोल्टिनीहरू रमाइलो गर्दै हुनुहुन्छ यहाँ अहिले, एकदमै हाँसिरहनु भएको सोल्टिनीहरू। अनि गाइस मलाई चाहिँ कपाल सोल्टिनी कपाल तान्दिने भन्नुभयो, अनि मेरो अघिको यसमा चाहिँ भोइसै आएन हौ, के भयो भोइसै आएन छ। अनि यहाँबाट चाहिँ मैले भोइस लिपसिङ गरेर बनाएको गाइस। सोल्टिनीले मेरो कपाल तानिदिइराख्नु भएको छ मेहनत गरेर, उहाँ चाहिँ बिहानदेखि लाग्नु भएको, अनि धेरै हुनुहुन्छ नि त सोल्टिनीहरू, अनि बिहानदेखि गर्नुभएको अहिलेसम्म बसिरहनु भएको छ, 2 बजीदेखि 4-5 बजीसम्म नै बिचरा एक ठाउँदेखि। म त एकछिन बस्दा पनि खुट्टा गलिरहेको थियो। सोल्टिनी कसरी गर्नुभयो होला गाइसहरू। यहाँ चाहिँ गरिमा आछिन्, गरिमाले पनि बनाइछिन्, अनि अर्को सोल्टिनी पनि हेरिराख्नु भएको छ, रोनिका सोल्टिनीजी। अनि हामी चाहिँ 4जना सोल्टिनीहरू हो, मेरो सोल्टिनीहरू हो, अनि राम्रो सोल्टिनीहरू। गरिमाले हँसाइन, अनि हामी चाहिँ तर हाँस्यौँ गाइस। अनि गाइस मेरो कपाल चाहिँ बनिसक्न आँट्यो, अनि सोल्टिनी चाहिँ बनिसक्नु, यही हो मेरो, कस्तो राम्रो बनाइदिनु भयो। अनि यो कपाल बनाइसकेर चाहिँ अनि अगाडि गएर इन्ट्रो गरेको, किनभने अघिको भिडियो चाहिँ भोइसै आएको थिएन, त्यही भएर साथीहरू। हाम्रो चाहिँ यहाँ मेकअप पार्टी चलिरहेछ गाइस। हेर्दै गर्नुहोस् होला गाइज हामीले चाहिँ दिउँसोभरि काम गऱ्यौँ, अनि कति बेसी काम गरिरहेको थियौँ। अनि दिउँसो त भ्लगै बनाउन पाइएन, मैले चाहिँ त्यो खाना बनाएको ओरेको काटकुट गरेको सबै हाल्न मन थियो, तर पनि केही भएन किनभने हामीले धेरै काम गरिरहेको थियौँ। अनि यहाँ चाहिँ हाम्रो सटिङ भइरहेछ, सटिङ भन्दा नि के भन्छ यसलाई के भन्छ, यसलाई डेकोरेसन भइरहेछ होइन। अनि यो सोल्टिनीले चाहिँ बिहानदेखि यति साह्रो उयो गर्नुभयो होइन, बिचरा फुर्सद पनि पाउनु भएको छैन। अनि यहाँ चाहिँ हाम्रो आज बर्थडे गर्लको नन्दहरू हुनुहुन्छ, हेलो भनिदिनु न एकचोटि। अनि यता सरिना सोल्टिनी हेलो, उहाँ चाहिँ कति राम्रो हुनुहुन्छ। अनि यहाँ चाहिँ एउटी छिन्, राम्रै छैन नि, राम्रै छिन् साथीहरू। बिहानदेखि दिउँसोभरि सबै भ्लग बनाऊँ भन्नु थिएँ, तर नि भ्याउँदै भएन हामीले, कति बनाउने रहर थियो, अँध्यारो भएर यस्तो आइसक्यो यो भएर। अनि गाइस यहाँ चाहिँ के भन्छ खाना बनाउने ठाउँ साथीहरू। यो चाहिँ हाम्रो सोल्टिनीको मम्मी आन्टी हाम्रो सोल्टिनीको मम्मी भेनाको दिदी। अनि गाइस हाम्रो चाहिँ के भन्छ
हाम्रो चर्चको अङ्कलहरू चाहिँ बस्न भ्याउनुहुन्न अरे अनि त्यही भएर जाने रे अनि अङ्कलहरू चाहिँ खाना आउनुभयो मैले बोलाउनु गइरहेछु गाइज बर्थडे चाहिँ स्टार्ट भयो है ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु रोस्ना ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु Happy अब तैँले बनाइसक्दा सक्यो केक पनि काटिसक्नु के भयो हेर्नु नि त मोबाइल अगाडि तान्नु बर्थडे मनाउनु पाएँ मैले यसपालि म यसको बाउ भनेकै मै हो मेरो छोरीको बर्थडे मनायो खुसी छु म त धेरै खुसी छु म त धेरै खुसी छु मेरो छोरीको बर्थडे अनि गाइज बर्थडे चाहिँ सकिसकेको छ होइन अनि म आज दिउँसोभरि काम गरेँ नि त अनि थाकेँ अनि काम गर्दा गर्दै पनि केही बनाउन ओर्न मोबाइल खेलाउनै पाइनँ अनि त्यही भएर धेरै खिच्न पाइनँ यही हो साथीहरू अब के कस्तो लाग्छ छोटै भए पनि हेरेर माया गरिदिनुहोस् होला यही भन्न चाहन्छु अनि सबैजनालाई गुड नाइट अनि के भन्नु अरू त त्यही हो सी यू सून इन द नेक्स्ट व्लग साथीहरू बाई